हेलो हामी चाहिँ गोकर्णमा छौँ है with my lovely sister and lovely brothers आज स्टप गर भनेर हामी आज ड्राई पिकनिक आएको हैन हाम्रो स्पटमा चढ्को मान्छेहरु चाहिँ यस स्पटमा गाइजहरु अब हामी जोसमाको लागि यहाँ अब जोसमाको लागि हो मैले तपाईहरुको एनिभर्सरी भनिराखेको एनिभर्सरी हेरेर चाहिँ सरप्राइज रहेछ एनिभर्सरी सकिसक्यो यो थाबे अब हामी भोज खान जान्यो जोसमाको भोज जोसमाको एनिभर्सरी हो एनिभर्सरी कता एंगल राम्रो राखे त खाके कता एंगल राम्रो आएन त जत्ता पनि आइराछ जता गर्ला माया कतुरा केही शब्द बोलिदिनुस् न त मेरो प्यारा दाइ बोल्नु न कति राम्रो देखिरहेछ हैव अ ह्यापी जर्नी मेरेको छोडकर जा रही है कमिनी इतना ही बोल्दा त मगर हजुर रोके मान्छेहरु गयो होला भागुम केही शब्द बोलिदिनुस् प्लिज केही शब्द ठीक छ खाना खानु भएछ समीस सन्चै हुनुहुन्छ नमस्ते कोरियन 감사합니다 भन्दिनु 안녕하세요 ओ भाइ 안녕 यो साइड चाहिँ सबै हाम्रो डल्लो मान्छेहरु यो साइड चाहिँ सबै लम्बु मान्छेहरु हेर्नु ल यति स्क्रिनमा आउँछ हैन यहाँ साथै यस्तो गर्नुपर्छ के के बोल्दिनुस् मेरो प्यारी के बोल्दिनुस् न प्यारी केही नबोल्ने हो सक्यो हेलो अब हामीले जसमा के हैन हो मैले त पुत्यो जसमा के एनिभर्सरी मात्रै भनिराछ सब हामीले जसमा के एनिभर्सरी गर्न लाग्यो गाइजहरु न जानुहुन्छ नि आउनु होला कता लोकेसन बताइदिनुस् लोकेसन अलि भन्न मिल्दैन आउन चाहिँ आउनु होला कालो देखाछ मान्छे को नदेख्नु क्यामेरामा कस्तो राम्रो देखिरहेछ यार मेरो चाहिँ कालो भएको तिम्रो आँखा चाहिँ यस्तो म चाहिँ के बोल्दिन अनि के तपाईको बोल्दिन भनेर हात देखाउनु पर्ने कसलाई काट्ने गाइस जसमिसलाई काट्ने नै म त भाग्छु यहाँबाट कसले मैले दाइको हेलो ओ बाबु नि हेलो पर हजुर कस्तो बिखो मन लाग्छ कि मलाई चाहिँ मन तेरो मलाई मन कोला भन्ने को थियो Have a safe journey, Josma. Yeah, we came to Josma. Bye. Good morning. अब कोरियनमा भन्नु पर्यो नि अब कोरिया जाने भएपछि त कहाँ काट्दिम ल दुई जना मिलेर भयो के त्यो है उ गर्यो नि त हामीले ओ बुझे नो उनीहरुले पहिला तपाईलाई चाहिँ नो अलि त हो म सर्नु जुदा किन खोलेको ए हावा थ्यांक यू ओ हात टेक्यो जुदा खोले बस्दा भइहाल्यो नि गुड मर्निङ के खाइदिएको कत्ता ठुलो थ्यांक यू के लाग्यो आउ टिका लगाइदिनु हस् कसलाई खाने बर्थडे भएको रहेछ के लाग्ने खास बर्थडे हैन के सक्छ हैन ओके सक्छ नलाउनु दाइ दुन पार्छ बर्थडे दुन पार्छ पानी छैन के दाइ अब यो साथी भयो क्रीम अब अब हामी खाने त नि बनाउन सिकौं कति 1 2 3 4 5 त्यो निल्न मिल्दैन नि निल्न मिल्छ भइहाल्यो 7 पिस
सादर ड्याङ्गाइले चाहिँ खानु मिल्दैन हो यस बसन न केटा खाना अब से व्हाट इज दिस यो चाहिँ के हो मोमो मेकिङ समोसा ह्यापनिङ माई फोन हो दाजुको मेरो हैन पानीपुरी चाट ल खाएर भनिदिनुस् त कस्तो समाजको याद गर्ने दाइ पानीपुरी यो चाहिँ नयाँ डिस है यो चाहिँ नयाँ डिस हामीले भर्खर इन्भेन्ट गरेको कस्तो छ भनिदिनु पर्यो भेन्स उहाँ इन्भेन्ट गर्दैछ त्यहाँ हेर न इन्भेन्ट गर्दैछ लाग्दै मिठो छ हेर्नु त्यो अलिपुरको लाउनु त के विचारको डायलग क्या समोसा होइन भर्खर दाइको समाजको ख्याल गर्दै उहाँले खाँदै हुनुहुन्छ ए हो समाजको ख्याल गर्ने ल अब तपाईँको पाले मिठो मिठोले फ्लप हान्ने मिठो मिठो एकदम राम्रो लाग्यो खाना एकदम एक हो यो चाहिँ हो क्या हाम्रो इन्भेन्सन मोमो मेकिङ समोसा ह्यापनिङ भनेको यसलाई भनिन्छ है ओके ल के शब्द बोलिदिनुहोस् दुई शब्द यो पनि खानु है फेरि यो पारे हाम्रो पानीपुरी गाइस म खाँदैछु बिस्तारै खानु चाहिँ लो त यो चाहिँ यो दिनु भाइलाई पानीपुरीमा नि कोक हालेर खान हामीले हेर्नुहोस् त गाइस नयाँ इन्भेन्सन गरेको पानीपुरीमा कोक भोलिदेखि यसको स्टल खुल्दैछ सुजुमिसको घरको अगाडि गाइस बिचरा निकिनको तन्ना चाहिँ म धुनु हो वाउ मिठो मिठो हैन यार तिमीले धुनै पर्दैन है धुनी हैन नधुवा धुनु धुनी हैन मिठो 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 ल पानीपुरीतिर है अभि आधा प्लेट गायब भएछ तिरो है धेरै ब्लग नबनाऊ फेरि सकिन्छ है तिमीले गर्न जस्तो सब यता पनि गाइस धन्यवाद समाजको ख्याल नगर्दै खाएर धेरै नदेखाउ न हो तपाईँको जाम हुन्छ नि हामीले सुजुमिसको लभ अफ द लाइफ करेन्ट चाउचा हो हेर न मैले तिन साथ छु के सातवटा चाउमिनको वाह एउटा चाहिँ है देऊ दिनु त अब चाहिँ हाम्रो आलु नि खानी हो हालेर एपिटाइजर पछि के आउँछ त्यही टाइजर मेन कोर्स एपिटाइजर पछि टाइजरहरुको टाइजर टाइजर आयो चाहिँ है अब तातै रहेछ सुप छैन अब मेन कोर्स त हेर्दै कस्तो मिठो छ हो शेफ अफ दिस हाउस सुप खाइछ त नि काँचा चम्चा छडै ल्याएको छोडा एउटा कसले मन नलाइदिएको तर हातले खान्छु अरे हैन हामी खाजा खाइसक्यो हैन हामी खाजा खाइसक्यो हैन हाम्रो स्टार्टर एपिटाइजर के हो सेनिटाइजर खाइसक्यो हामी चाहिँ अब जंगलतिर जाँदैछौँ गाइस हामी चाहिँ जंगलमा एकदम नयाँ नयाँ कुरा खोज्छ डोरा द एक्सप्लोरर गाइस स्क्विरल लाम के हुन्छ त्यो लखर के भनेको अनि हो अनि उहाँ नि ओ ढेडो ढेडो भने के हो हजुरबा हो के सुन्दरको हजुरबा हो अरे बाँदरको होइन जिराफको घाँटी नै छैन त घाँटी छैन त खोइ जिराफको के छ वर्ल्ड च्याम्पियनसिपमा वर्ल्ड च्याम्पियनहरूले भेट्न खोइ हिप्पो चाहिँ कता गाइस फलो 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 अब हामी चाहिँ अबे भन्छ ढेडोले ढ्याउ गर्नु रहेछ ढेडोले ढ्याउ गर्नु गाइस हामी चाहिँ नयाँ नयाँ डिस्कभरीमा जान्छौँ फलो नि यो टप सिक्रेट है डोरा द एक्सप्लोरर लोखर के बोल्नु लोखर को
हल्लो कर्के त्यो त के जस्तो भयो त्यो त सुन्दरी जस्तो भयो अघि के भन्नुभएको थियो त्यो भन्नु न अहिले त कङ्गारू जस्तो भयो फेरि कंगारू उफ्रिन्छ होला समाज कल्याण हुँदैछ कङ्गारू कसरी हिँड्छ देखाउ त मलाई थाहा छैन हजुर वहाँ चाहिँ ए दाइ चाहिँ त्यो के भन्छ जूको राखवाला हो क्या वहाँ चाहिँ नेचर्स कल नेचरले कल गर्नु भयो अरे ओके Oh my god, Sandy, is that you? Sandy, is that you? कस्तो क्यूट स्क्विरल हो के ओ माय गॉड हामीलाई च्यालेन्ज गर्ने को आउनु भयो हाँस्नुमा वाउ भेरी टेस्टी मिठो 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 ढेडु चाहिँ के बोलिदिनुहोस् हेर हेर ढेडु भएर स्कुरालाई जिस्काउने लाज लाग्दैन यस्तो हुन्छ 6 महिनासम्म ननुहाएपछि वाउ जिराफ प्लेइङ नो ओर्स हामी चाहिँ उता बसेको के फाराङ भनेको के हो ओ हाउ वाज यु झन् राम्रो नि अलि खान मिल पाउँछ झन् आउने अटै छैन कहाँ गएर फाल्ने हो मान्छे हो मान्छे हो तर साँच्चै मान्छे हो साँच्चै दाइलाई के नाम राख्दिने होला उहाँ के हो सुन्दरको दाइ ढेडु नाइस बडी यस्तो घटाउनु नाइस बडी यहाँ चाहिँ वर्ल्ड च्याम्पियनसिप चलिरहेछ हो के अरे कहाँ गयो त अनि को हाम्रो इन्टरनेसनल खेलाडी वाउ पैसा भयो खेल्नु त काट्नु के ल्याउनु पर्छ त अनि पैसा दिन्छु नि त म ल पर्दैन हाल्दिनु भयो पर्दैन ए पर्दैन त्यहाँ पनि फाल्ने हो यता ठिक छ यतिकै बाडा फेरि दाउ चेन्ज हुन्छ यसपछि ल यसपछि खोइ त मलाई